गाइज आज चाहिँ म माइत आएको छु डन्डा। आज चाहिँ यहाँ बाबाले फलाउनु भएको टमाटर हेर्नु है, यति धेरै टमाटर फलेको छ हाम्रोमा। कसैलाई टमाटर चाहिए सम्पर्क गर्नु होला। एकदमै सस्तो पनि राम्रो पनि अर्ग्यानिक, एकदमै घरमा फलेको, कुनै विषादीको प्रयोग छैन। चाहिएको खण्डमा सम्पर्कमा आउनुस्। ढिलो नगर्नु होला, हाम्रो त यहाँ एकदमै फेरि माग ठुलो छ, भ्याइन सक्छ। धेरै त छैन, 1-2 किलो। कुनै कुनै साना पनि रहेछ। यो कुहिएकोलाई त फालिदिनु पर्छ क्या बाबा है, अरूलाई पनि। यो हाम्रो करेसा बारी है। यहाँ अम्बाको रुख छ, यहाँ उखु छ, यो आँप, यता लिची, त्यहाँ खुर्सानी टन्न फलिरहेछ। हेर्नु यस्तै छ। यता मकै छ, यी मकै पनि यत्रो यत्रो भइसक्यो। टमाटर भरेला जस्तो छ एक बाटा। यता चाहिँ अलि पछि लगाएको मकै हो, यो चाहिँ अहिले यत्रो भइसक्यो। हेर्नुहोस् त यहाँ यस्तो फ्रेस फ्रेस यति राम्रो टमाटर। हेर्नुहोस् हाम्रो वरिपरि, हाम्रो घर वरिपरि कति हरियाली छ। मजाले तरकारीहरू छ। म तपाईँलाई सर र सबै तरकारीहरू देखाउँछु है त। टमाटर यति राम्रो फलेको छ मजाले। यो हाम्रो अम्बाको रुख हो। अब यहाँ कर्कलो खाने हो भने कर्कलो पनि छ, गाभा। खुर्सानी पनि मजाले फलिरहेको छ। ल हेर्नुहोस् त खुर्सानी। तपाईँहरूलाई पुदिनाको चटनी मनपर्छ भने पुदिना पनि टन्नै छ है। एलोभेरा माइती घर टन्नै छ नि तरकारीहरू। फलफुलहरू पनि बाबाले टन्नै लाउनु भएको छ। यो हाम्रो पछाडिपट्टिको थोरै भाग थियो, त्यो भागमा सबै खुर्सानी।